ओहो आज त साह्रै पो ढिलो भयो त। एउटा राइड बुक गर्नु पर्यो यार, भएन। ओहो 32 रुपियाँको टिप हो आयो त एकचोटि एक्सेप्ट गर्नु पर्यो। हेलो हजुर सर लोकेसनमै हुनुहुन्छ हजुर? ल सर म आउँदैछु है हजुर। ल हस् हस् हस्। A few moments later. खोइ त दाइ कहीँ पुग्नु भयो, साह्रै ढिला भइसक्यो यहाँ। आउँदैछु भाइ आउँदैछु म आइरहेको छु। सर हजुरले राइड बुक गर्नु भएको? हजुर हो, मैले राइड त बाइकमै बुक गरेको थिएँ, तपाईँ त साइकलमा आउनु भएको छ त। पैसा अनुसार त कहाँ तपाईँको यो बाइक भन्दा कम छ र भाइ। मैले राइड बुक गरेको बाइकमा, तपाईँ चाहिँ साइकल लिएर आउने, कम्प्लेन गरिदिउँ अफिसमा। यार भाइ 32 रुपियाँको राइड बुकिङ गरेछ, साइकल नआएर तिमीलाई कार आउँछ त? तिमीलाई जान मन छैन भने उ यहाँ पछाडि बस आउँदैछ त्यसमा जाने। बस फुत्किएको, अब यसैमा भए पनि जानु पर्ला जस्तो छ, के गर्नु। के सोच्नु भा जाने भए जाउँ। यतैतिर रोकिनुहोस्, यतैतिर। हस् धन्यवाद हजुर। के भन्ने हाम्रो समय 10 मोहर महिनाको कमाई।